हेलो एन्ड नमस्ते सबैजनामा जोभिजनको तर्फबाट प्रस्तुत यस भिडियोमा म हजुरहरू सबैलाई स्वागत गर्दछु। आजको यस भिडियोमा हामीले जोभिजनको अफिसियल मोबाइल एप्लिकेसन क्लाउड सी 3.0 को बारेमा संक्षिप्त जानकारी दिनेछौँ। क्लाउड सी 3.0 एउटा मोबाइल एप्लिकेसन हो। यसलाई एन्ड्रोइड युजरहरूले गुगलको प्ले स्टोर वा एप्पल म्याक युजरहरूले एप स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड लिङ्क यसै भिडियोको डिस्क्रिप्सनमा पनि उपलब्ध छ। यस एपको मद्दतले क्यामेराहरूको रिमोट भ्यू, लाइभ प्लेब्याक कन्फिगुरेसन जस्तै अलार्म, कलर संसारको जुनसुकै कुनाबाट पनि गर्न सकिन्छ। साथै यस एपमा क्लाउड फिचर्स चाँडै नै आउने जानकारी गराउँदछु। यस एपलाई डाउनलोड गर्नलाई एन्ड्रोइड युजरहरूले प्ले स्टोरमा गएर डाउनलोड गर्नुहोला। जस्तै मेरोमा प्ले स्टोरमा म जान्छु, त्यस पछाडि यहाँ सर्चमा गएर क्लाउड सी 3.0 टाइप गर्नुहोला। टाइप गरिसकेपछि यो सुरुमै जुन आउँछ क्लाउड सी 3.0, यस्तो क्लाउडमा 3.0 को लोगो भएको इन्स्टल गर्नुहोला। यो इन्स्टल भइसकेपछि बन्द गर्नुहोस्। अब मेरोमा अलरेडी लगइन थियो है, मेरो एकाउन्ट लगइन छ। तपाईहरुले अरु कुनै एकाउन्टबाट या सुरुमा लगइन गर्दै हुनुहुन्छ भने यो स्क्रिन आउँदैन। आई हेभ रेड भनेर लगइन टु अनदर एकाउन्ट गर्नुहोस्, यो स्क्रिन आउँछ। यो स्क्रिन आइसकेपछि तपाईले चाहिँ यसबाट तपाईले यसरी एकाउन्टबाट क्रिएट पनि गर्न सक्नुहुन्छ। जस्तै मैले पासवर्ड बिर्से भने या मसँग पासवर्ड थाहा छैन भने फर्केट पासवर्ड पनि गर्न सकिन्छ। तर आई हेभ रेड यसमा टिक गर्नु होला। अनि अदर लगइन मेथड्स भनेर छ, यसरी क्लिक गर्नुहोस्। यसमा गरिसकेपछि तपाईको इमेल आइडी माग्नु यहाँ इन्ट्री गर्नुपर्छ। मैले मेरो इमेल आइडी हाल्छु। यहाँ हालिसकेपछि आई हेभ रेड सेन्ड भेरिफिकेसन कोड। मेरो इमेलमा चाहिँ भेरिफिकेसन कोड आउँछ। थ्री टू फाइभ सेभेन नाइन एट 32578 मैले फिनिस गरेँ। अब यसरी एप्लिकेसन इन्स्टल गरिसकेपछि हामीले चाहिँ डिभाइसहरू एड गर्नुपर्ने हुन्छ। यसको लागि चाहिँ माथि प्लस साइनमा क्लिक गर्नुहोस्। यहाँ हामीसँग 3-4वटा अप्सन छ। हामीले चाहिँ क्युआर कोडबाट पनि गर्न सकिन्छ। प्लस तपाईले ब्लुटुथ स्क्यान, जुन चाहिँ हाम्रो नयाँ क्यामेराहरूमा आएको छ फिचर्स, जसमा चाहिँ ब्लुटुथ अप्सन पनि छ। अनि ल्यान एडिसनको गर्नलाई चाहिँ तपाईको स्मार्टफोन र क्यामेरा एउटै नेटवर्कमा हुनुपर्छ। त्यतिखेर तपाईले चाहिँ ल्यान एडिसन गर्नुभयो भने आफ्नो नेटवर्कमा भएको सबै क्यामेरालाई चाहिँ स्क्यान गर्न मिल्छ। अनि वाइफाई हटस्पट, क्यामेरा हटस्पट भनेको चाहिँ तपाईको एपी कनेक्सन हो। त्यो चाहिँ तपाईको वायरलेस क्यामेराहरूमा हुन्छ है। अब हामी सुरुमा चाहिँ क्युआर कोडबाट गरौँ। यसको लागि मैले मसँग भएको एउटा क्यामेरालाई चाहिँ कम्प्युटरमा चाहिँ आइपी एड्रेसबाट लगइन गरेको छु। हाम्रो क्यामेराहरूलाई लगइन गरिसकेपछि त्यहाँ हाम्रो क्यामेरा पनि यसमा एड गर्न मिल्छ इन्डिभिजुअली। मैले इक्जाम्पल मात्रै देखाएको। तपाईले एनभिआरमा गर्दै हुनुहुन्छ भने एनभिआरमा सिस्टम सेटिङमा नेटवर्कमा जानुहोस्। नेटवर्कमा गइसकेपछि त्यहाँ क्लाउड सी भन्ने अप्सन छ, त्यसमा जानु भने त्यहाँ क्युआर कोड आउँछ। त्यसलाई स्क्यान गर्नु भने एड गर्न मिल्छ। मैले क्युआर कोड स्क्यान गरेँ। यहाँ मेरोमा डिभाइस आयो। अब यहाँनिर चाहिँ तपाईले सुरुमा पासवर्ड हाल्नु पर्यो। पासवर्ड चाहिँ मेरो तपाईले डिभाइसमा जे हाल्नुपर्छ, जस्तो मैले क्यामेराको पासवर्ड जे हालेको छु या एनबिआरको पासवर्ड जे हालेको छु त्यही हाल्नु पर्यो। मैले test@321 हालेको छु। यो गरेर मैले एड गरेँ। एड गरिसकेपछि तपाईलाई आफ्नो डिभाइसको नाम चाहिँ के राख्नु छ। जस्तै मैले यहाँनिर कुनै टेस्ट एमडिएल, मेरो एमडिएल चाहिँ क्यामेराको नाम, मैले यो गरेर फिनिस गरेँ। फिनिस गरिसकेपछि मेरो यहाँनिर क्यामेरा एड हुन्छ। हेर्नुहोस्, टेस्ट एमडिएल भनेर आयो। मैले यसमा क्लिक गरेँ, यो ओपन हुन्छ। र अहिले लाइभ प्रिभ्यू चलिरहेको छ है। अब हामीले एड गरिसकेपछि क्यामेराको चाहिँ
प्लेब्याक हेर्नलाई यहाँ वाच भिडियो प्लेब्याकमा क्लिक गर्नुभयो भने भिडियो प्लेब्याक हेर्न मिल्छ। मैले देखाउँछु कसरी गर्ने भनेर। अब जस्तै यसको लागि मैले ब्याक गरेँ। अब यो क्यामेरामा त मेमोरी कार्ड छैन, देखाउन मिल्दैन। एकछिनलाई एउटा कुनै क्यामेरालाई हेरौँ। सपोज यो यहाँनिर कुनै फ्याक्ट्रीमा इन्स्टल क्यामेरा छ, सरी कुनै एउटा क्यामेराको चाहिँ मलाई प्लेब्याक हेर्नु छ भने चाहिँ सपोज मलाई यहाँ एरियाको हेर्नु मन छ भने यसमा एचडी र एसडी सिलेक्ट गर्न मिल्छ। तपाईँलाई कुन मोडमा लाइभ हेर्नु छ, यहाँ वाच भिडियो प्लेब्याक भन्ने तलपट्टि अप्सन छ, यसरी क्लिक गर्नुहोस्। तपाईँलाई कुन दिनको चाहिन्छ यहाँनिर तपाईँले डेट चेन्ज गर्न सक्नुहुन्छ। यो रेकर्डिङ भएको दिनको चाहिँ ब्लू टिक हुन्छ तलपट्टि। म यसरी क्लिक गरेँ, राति 12 बजेदेखि सुरु हुन्छ। तपाईँलाई त्यस पछाडि कतिखेरको चाहिन्छ, जस्तै मैले दिउँसो 12 बजेको लगेँ, त्यही हुन्छ है, बेलुका 7 बजे त्यही हुन्छ। यसरी चाहिँ तपाईँले प्लेब्याकहरू हेर्न सक्नुहुन्छ है त। अब हामी हाम्रो एमटिएल टेस्टमा छौँ। यहाँ यसरी क्लिक गर्नु भने क्यामेरा खुल्यो। यो लाइभ प्रिभ्यू चलिरहेको छ प्लेब्याक। अब यसमा मैले मेमोरी कार्ड लाग्दैन। यसलाई मैले यो क्यामेरालाई मैले एनभिआरमा जोडेको छु, त्यही भएर यसको चाहिँ प्लेब्याक डेटा नै छैन, हेर्न मिलेन। यहाँनिर तपाईँले एचडी र एसडी दुईवटा अप्सन छ। एचडीमा पनि हेर्न सक्नुहुन्छ, एसडीमा पनि हेर्न सक्नुहुन्छ। तपाईँले यसमा स्पिकर इनेबल गर्न सक्नुहुन्छ। स्पिकर इनेबल गर्नुभयो भने क्यामेरामा बोलेको साउन्ड पनि आउँछ है। अब यसरी तपाईँको अप्सन छ यहाँ कति भ्यू हेर्ने। अब हामीसँग अहिले एउटा मात्रै क्यामेरा छ, यसै 16 भ्यू पनि 16वटा क्यामेरा छ भने तपाईँले गर्न सक्नुभयो। अब त्यस्तै नै तपाईँले यहाँ यो फुल स्क्रिन र हाफ स्क्रिनमा हेर्न सक्नुहुन्छ। अनि मोर अप्सनमा जानुभयो भने जस्तै क्यामेराको कलर, सरी क्यामेराको चाहिँ लाइट चेन्ज गर्नु छ भने तपाईँले यसमा अहिले यसमा डुअल लाइटमा छ, यसमा क्लिक गरेर तपाईँले इन्फ्रारेडमा जानुभयो भने ब्ल्याक एन्ड व्हाइटमा आउँछ, भन्नाले अँध्यारो भएपछि ब्ल्याक एन्ड व्हाइट आउँछ। कम लाइटमा जानुभयो भने अँध्यारो भएपछि क्यामेरामा भएको बत्ती बल्छ, जसले गर्दा फुल कलर त्यही आउँछ। स्मार्ट डुअल लाइट भनेको चाहिँ कुनै मुभमेन्ट हुनु पर्यो, मुभमेन्ट भएपछि सकेसम्म चाहिँ ह्युमन फिगरलाई नै डिटेक्ट गर्छ। ह्युमन फिगर छ भने चाहिँ यसले चाहिँ अँध्यारो भएको बेला, अरू बेला चाहिँ ब्ल्याक एन्ड व्हाइट बालेको छ भने पनि मान्छे आएपछि बत्ती बाल्ने, जसको कारणले चाहिँ फुल कलर आउने फेसिलिटी चाहिँ अन हुन्छ। अनि टर्न अफ गर्नुभयो भने क्यामेराले आफ्नो लाइट चाहिँ बाल्दैन। हामीसँग यो 4वटा फिचर्स मोबाइल एपबाट पनि गर्न सकिन्छ। त्यस्तै नै तपाईँले अब क्यामेरा छ भने अलार्महरू, तपाईँहरूलाई अलार्महरू चाहिँ कसरी लाउने, यसको लागि चाहिँ सेटिङमा जानुहोस्, माथिपट्टि सेटिङ छ, अलार्म सेटिङमा जानुहोस्। यहाँ यसरी अलार्म सेटिङमा अब अलार्म चाहिँ तपाईँलाई अहिले चाहिँ मैले अलार्म क्लोज गरेको छु। सपोज मलाई मोसन अलार्म चाहियो, मोसन डिटेक्सन अलार्म, यसरी तपाईँले अन गर्न सक्नुहुन्छ। तपाईँले अलार्म एरिया सेटिङ तपाईँलाई कुन एरियामा चाहिएको छ होइन, यसरी तपाईँले एड गरेर तपाईँले यो एरिया बनाउन सक्नुहुन्छ। मलाई यो एरियामा चाहियो भनेपछि यसरी गरेर सेभ गर्न सकिन्छ। अब यो एरियामा तपाईँको कुनै मुभमेन्ट भयो भने हामीलाई चाहिँ अलार्म आउँछ। सेभ गर्नुहोस्, यो सेभ भइसक्यो। अलार्म एरिया हालिसकेपछि अब तपाईँले सेन्सिटिभिटी कतिको राख्नु छ, स्योर। अलार्म पिरियड टाइमिङ तपाईँलाई कतिको, स्टार्ट टाइम, एन्ड टाइम होइन, कुन दिनदेखि कुन दिनसम्म चाहिएछ, सबै यहीँबाट पनि सेलेक्ट गर्न सकिन्छ। यो हामी मोबाइल एपबाट गर्दैछौँ। यही कुरा हामीले एनभिआरबाट पनि गर्न सक्छौँ। यस्तै तपाईँलाई अब भोल्युम कति ठुलो चाहिएको छ, क्यामेरामा स्पिकर छ भने त्यसले पनि दिन्छ। भोइस, अब त्यस्तै तपाईँलाई भोइस अलार्म, अब यो क्यामेरामा चाहिँ स्पिकर छैन, नभए यसमै पनि भोइस तपाईँले हाल्न सक्नुहुन्छ है। त्यसरी तपाईँहरूले चाहिँ सेटिङ गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँले यो डिभाइस आफ्टोमा इन्स्टल गर्नुभएको छ, एनभिआर छ, एनभिआरमा 10वटा क्यामेरा छ या 20वटा क्यामेरा छ। अब तपाईँले यो कुरा सेयर गर्नु पर्यो अरू कसै साथीलाई भने यहाँनिर तपाईँसँग सेयरिङ गर्ने अप्सन छ। सेयरिङमा जानुहोस्, यहाँ क्युआर कोड सेयरिङ भन्ने छ, यसमा क्लिक गर्नुहोस्। तपाईँलाई कुन कुन फिचर्स दिन मन छ, जस्तै पिटिजेड,
अलार्म पनि लोकल भिडियो यो लोकल भिडियो प्लेब्याक के तपाईँलाई अप्सन दिन मन छ यसरी सेलेक्ट गर्न सक्नुहुन्छ सेलेक्ट अल जुन दिन मन छैन त्यो नदिँदा नि हुन्छ यसरी गरेर नेक्स्ट गर्नुपर्ने हुन्छ यतिखेर तपाईँलाई एउटा क्युआर जेनेरेट हुन्छ र यो सेयर गर्न सक्नुहुन्छ तपाईँले वाट्सएप या केहीमा अनि जो क्लाइन्टले या जो अरू कस्टमर जसले चाहिँ यो क्युआर कोडलाई एक्सेप्ट गर्नुहुन्छ उहाँले आफ्नो मोबाइलमा आफ्नै एकाउन्ट खोलेको हुनुपर्छ सेम यही एप डाउनलोड गरेर आफ्नो एप मोबाइलमा एप डाउनलोड गरिसकेपछि आफ्नै एकाउन्ट खोलेको हुनुपर्छ अनि बल्ल यो क्युआर कोड तपाईँले सेयर गरेपछि उहाँले चाहिँ स्क्यान गर्न मिल्छ स्क्यान गरिसकेपछि तपाईँकोमा यहाँनिर फलानु मान्छेले एक्सेप्ट गरेको छ भन्ने अप्सन आउँछ त्यो आइसकेपछि जस्तै यहाँ द डिभाइस हेज नो करेन्टली हेज नो सेयरिङ युजर्स यहाँनिर कतिजना युजर्स छ भनेर आउँछ तपाईँले अप्रुभ गर्नुपर्ने हुन्छ कसैले स्क्यान गर्दैमा चलिहाल्दैन जस्तै तपाईँले वाट्सएपबाट पठाउनु भयो तर त्यो चाहिँ मिस्टेकली रङ पर्सन कहाँ गयो या तपाईँले पठाएको चाहिँ फेरि अरू कोही व्यक्तिलाई उहाँले फरवर्ड गरिदिनु भयो भने पनि तपाईँलाई चाहिँ इच्छा छैन भने चाहिँ मेन जो युजर हुनुहुन्छ उहाँले चाहिँ ब्लक गर्न मिल्छ उहाँलाई एक्सेप्ट नगरिदिएको हुन्छ उहाँकोमा चल्दैन यहाँनिर सेयरिङमा चाहिँ तपाईँको को होस्टले सेयर गरिराख्नु भएको छ त्यहाँबाट डिलिट गर्न सक्नुहुन्छ थ्याङ्क यू सबैजनालाई यो भिडियो हेरिदिनु भएकोमा आगामी दिनहरूमा पनि यस्तै भिडियो लिएर आउने नै छु कृपया च्यानललाई सब्सक्राइब गरिदिनु होला धन्यवाद